नमस्कार, म विजय अधिकारी हेटौडा 9 लामसिरेबाट। केही समय अगाडि साथीभाइको मार्फतबाट चाहिँ मैले यो हेटौडा 19 लेकपानी नगरपालिका अन्तर्गत रहेको चाहिँ जीवन ज्योति आधारभूत विद्यालयको बारेमा जानकारी पायौँ र यहाँ चाहिँ धेरै कुराहरूको अभाव भएको भन्ने कुराहरू जानकारी पाएपछि हामी घुम्दै आउँदाखेरि हामीले चाहिँ यहाँ एकदमै अलिक गम्भीर देखेकोले चाहिँ हामी जे जति सकिन्छ सहयोगको लागि यहाँ आएका छौँ। तपाईँहरू पनि सक्नुहुन्छ भने यहाँ आएर जति जे सक्नुहुन्छ स्कुललाई सहयोगहरू गर्नु होला। स्कुलको भवन रङरोपण गर्नुभन्दा अगाडिको अहिलेको अवस्था, आज हामी यो स्कुल रङरोपण कार्यक्रमको लागि आइपुगेको छौँ। यो चाहिँ अहिले स्कुलको अवस्था। अब यो सबै हामी यो सबै एरियालाई चकिचकाउ बनाउने कोसिस गर्नेछौँ। यस्तो छ अवस्था। अब हामी यो सबै रङरोपण गरेर यसलाई चिटिक्क बनाउँछौँ। हाम्रो यसरी यहाँ सबै कलरहरू हामीले यहाँ गर्दैछौँ। अब मैले चाहिँ लुगा चेन्ज गरिसकेँ, साथीहरू एकछिनमा लुगा चेन्ज गर्छन्, त्यसपछि अनि हामी कलर लाउने काम धमाधम सुरु गर्छौँ। नमस्कार। आज चाहिँ हामी लेकपानी 19 नम्बर वडा अन्तर्गत चाहिँ यस जीवन ज्योति आधारभूत विद्यालयमा चाहिँ रङरोपण कार्यक्रमलाई आइपुगेका छौँ र यो रङरोपण कार्यक्रमको लागि चाहिँ हामीलाई विशेष गरी यो कलर उपलब्ध गराइदिनु भएको हेटौडा औद्योगिक क्षेत्रमा अवस्थित बर्जर पेन्ट्स सम्पूर्ण परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु। साथसाथै यो रङ उपलब्ध गराउनको लागि हामीलाई कोर्डिनेट गरिदिने सुरज लामिछाने सरलाई हामी विशेष धन्यवाद दिन चाहन्छौँ। र आज चाहिँ यो कलर गर्नको लागि चाहिँ मसँग मेरा साथीभाइहरू हातेमालो गरेर आउनु भएको छ। उहाँहरू सबैजनालाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। फाइनली सबैतिर कलर ल्याएर लगाएर भ्याइयो। 2वटा शनिबार पारेर शनिबार छुट्टीको दिनलाई सदुपयोग गरेर हामीले कलर लगाएर सकायौँ। अब हामी निस्किन थालेको। पुरै कलर लगाएर भ्याइयो। अब चाहिँ निस्किने कार्यक्रममा